नेपालको माटोमा पसिना बगाउने किसानको हातमा नयाँ आशा पलाएको छ। वीरगञ्ज कृषि औजार कारखानामा बनेको यो धान काट्ने मेसिन पुरानो हाते ट्र्याक्टरमा जोडेर चलाइएको नेपालकै प्रविधि हो, नेपालकै गौरव हो। हामी आफै बनाउन सक्छौँ, हामी आफै चलाउन सक्छौँ भन्ने उदाहरण यो महावीर पुनले आविष्कार गर्नुभएको यो कारखानाबाट उपलब्धि भएको उदाहरण भने दिन चाहन्छु। यो धान काट्ने यन्त्र अहिले परीक्षणमा छ र परीक्षण सफल भएपछि नेपालका हरेक खेतमा किसानको हातमा यो पुग्ने देखिन्छ। नेपालमै बनेको यो अद्वितीय प्रविधि अब हामी सबै नेपाली एक भएर अघि बढौँ। देश बनाउने कुरा बोल्ने होइन, गरिने हो। नेपालको आविष्कार, नेपालीको गौरवलाई उजागर गर्दै हामी सबै आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आविष्कार केन्द्रलाई पनि सहयोग गर्दै अगाडि बढ्यौँ भने यो